आजको दिन मैले दुईटा पुस्तकहरू मजाले पढे भन्ने कि बुझे भनौँ न। रिच ड्याड पुअर ड्याड, अर्को चाहिँ हाउ टु बी रिच, वारेन बफेटको र रोबर्ट कियोसाकीको। दुईटा फरक पुस्तक तर बुझाइ एउटै। दुवैमा के कुरा छ भने तपाईले पैसालाई चाहिँ कसरी चलखेल गर्ने कि पैसाको बचत कसरी गर्ने, पैसाबाट पैसा कसरी कमाउने भन्ने कुराहरू के त्यो बुकहरू पढ्नुभयो भने धेरै राम्रो छ। अनि त्यसमा चाहिँ लायबिलिटी र एसेट्सको बारेमा चाहिँ एकदम राम्रो ज्ञान पनि छ। अनि हामी धेरै नेपालीको बानी हुन्छ, धेरै मान्छेको बानी हुन्छ, हामी चाहिँ कमाउन जानेछौँ, कमाएर चाहिँ त्यसलाई चाहिँ इन्भेस्ट गर्न जानिँदैन। हामी चाहिँ कमाएर रमाइन्छ, खाइन्छ, घुमिन्छ हैन, तर आफ्नो पैसा कहाँ गएको छ भनेर बुझ्न सकिँदैन। काम गर्छौँ, तलब आउँछ, महिनाको अन्तिममा त्यो तलब कहाँ जान्छ कसैलाई थाहा हुँदैन। त्यही भएर तपाईहरूले त्यो पुस्तक पढ्नु भएको छैन भने पढ्न जरुरी छ, तपाईहरूले बुझ्न जरुरी छ। सम्पत्ति कसरी जोड्न सकिन्छ र त्यसबाट चाहिँ फेरि कसरी सम्पत्ति नै कमाउन सकिन्छ भन्ने कुरा के एकदम राम्रो कुरा चाहिँ वारेन बफेटले भनेको कुरा चाहिँ मलाई यस्तो राम्रो लाग्यो कि धनी मान्छेले कहिले पनि अरूलाई देखाउनको लागि केही पनि गर्दैन कि त्यो गर्ने भनेको गरिबले हो। किनभने तपाईले ख्याल गर्नुभएको छ, सामान्य काम गर्ने मान्छेले पनि आइफोन बोकेर हिँड्छ कि किन उसलाई देखाउन छ। तर नर्मल एउटा रिच मान्छेलाई हेर्ने हो भने उसले सानो फोन बोकेर पनि त्यो कस्तो स्टाइलिस देखिन्छ कि पैसाको भ्यालु बुझेकोले पैसालाई जोगाउन पनि खोज्छ कि। त्यो हुँदाखेरि हामीले चाहिँ अरूलाई देखाउन भन्दा पनि आफ्नो आवश्यकता कति छ भनेर खर्च गर्न जान्नुपर्छ भनेर त्यसमा चाहिँ राम्रो ज्ञान सिकाइएको छ कि। अनि त्यसमा चाहिँ नियमहरू पनि छ। मैले त्यही रिलेटेड अरू कुराहरू पनि पढेँ हैन। एउटा टेक्निक पनि बताएर चाहिँ कि हाउ टु सेभ मनीमा तपाईले चाहिँ आफूले कमाएको 5% होस् या 10% चाहिँ खर्च गर्नु अगावै चाहिँ सेभिङ गर्ने। तपाईको मानव 20,000 कमाइ छ भने म 2,000 भनौँ या